फाइनल्ली नवलपरासीमा हुने भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको आज आमसभालाई चाहिँ नवलपरासी प्रशासनले चाहिँ रोक लागेको छ। त्यसैले चाहिँ अब सहकारी ठग भनेर चिनिने रवि लामिछानेले चाहिँ अब के गर्नुहुन्छ, उहाँलाई चाहिँ अहिले होइन धेरैजनाले सहकारी ठगको ट्याग लगाइरहनु भएको छ। यदि उहाँले चाहिँ सहकारी ठगेको हो कि होइन त्यो चाहिँ हामी पहिला स्पष्ट हुन चाहन्छौँ, अनि पछि मात्र भोट दिने भनेर चाहिँ धेरैजनाले जनगुनासो गर्नुभएको छ। के लाग्छ तपाईँलाई, रवि लामिछानेले साँच्चीकै सहकारी ठगेका हुन् या होइनन्? होइन भने उनले किन 4 करोड रुपियाँ धरौटी राखे भनेर पनि प्रश्न उठेको छ र त्यत्रो 4 करोडको धरौटी राख्ने स्रोत के हो भनेर पनि धेरैजनाले खोजिरहनु भएको छ। तर मलाई चाहिँ केही पनि मतलब छैन होइन। जसले सुकै चुनाव जिते पनि नेपालमा हुने केही होइन। हामी विदेशमा आएर होइन यस्तो गर्नुपर्छ भने अब हामीले कसैलाई पनि भोट माग्न सकिँदैन। र तपाईँलाई के लाग्छ? भोट चाहिँ म चाहिँ यसपालि चाहिँ कसैलाई पनि भोट नमाग्ने निर्णयमा पुगिसकेको अवस्था छु। धन्यवाद।